र आज म तपाईँहरूलाई देखाउँदैछु दार्जिलिङ घुमेको मेरो प्यारो दादाहरूसँग। र हेरिहाल्नुहोस्, हामी भुटान, दार्जिलिङ र कालिम्पोङको भएर चाहिँ हामी आज घुम्दैछौँ दार्जिलिङको रमाइलो ठाउँ। पाहाडै भरेको छ हाम्रो प्यारो दार्जिलिङ, वरिपरि सेतै सेतोले ढाकिएको। र पाहाड तान्ने कोसिस गर्दा गर्दा तानी पनि हाल्यौँ। हामी घुम्यौँ, गोविन्दाको घर हेरिहाल्नुहोस्, त्यो बलिउड एक्टरको हो। र हामीले यहाँ फोटोसोटो खिच्यौँ दादाहरूसँग। र तपाईँहरूलाई देखाउँदैछु म दार्जिलिङको होइन वान अफ द ओल्डेस्ट ट्रेन। डिजल इन्जिन र त्यसपछि माथि हामी टेरेसमा गयौँ दादाको घरको होइन। र हामीले त्यसबाट राम्रो राम्रो फोटोहरू खिच्यौँ। र हेरिहाल्नुहोस् पहाड कस्तो रमाइलो देखिरहेको छ। र त्यसरी नै दार्जिलिङको ट्रेन पनि हेर्नु मन थियो, धुवा उडाउँदै हिँडेको हेऱ्यौँ। र सिधै हामी ब्याक टु होइन, सिधै स्ट्रेट फरवर्ड टु टाइगर हिल स्वाटै। त्यसपछि त हामी त आमा बाइनेरी भन्छ कि टेलिस्कोप भन्छ कि के भन्नुहुन्छ तपाईँहरू, जे कम्फोर्टेबल लाग्छ त्यही भाषामा बुझ्नुहोस्। त्यसबाट पनि हेऱ्यौँ नथुलाको बाटोहरू। र सबैले सनराइज हेर्छ होइन, सनसेटलाई त हेला गऱ्यो। त्यही कारण मैले चाहिँ सनसेट हेर्ने निर्णय गरेँ। मैले मात्रै होइन, हामी 3जना दाजुभाइ मिलेर सनसेट हेऱ्यौँ होइन। रमाइलो लाग्यो, तातो घाम लागेको जस्तो। त्यसपछि जाडोमा होइन, र हाम्रो गाडी स्टार्ट गरेर सिधै हामी फर्क्यौँ कालिम्पोङतर्फ।